हेलो वेलकम ब्याक टु माई अनदर ब्लग। र आज पनि मैले एउटा नयाँ भिडियो लिएर आएको छु। र आजको भिडियो चाहिँ हाम्रो इलाम बजारको बिहिबार लाग्ने सधैँ बिहिबार र आइतबार लाग्ने गर्दछ हटिया। र आज चाहिँ म बिहिबारको हटिया चाहिँ गएको थिएँ हैन। र मैले चाहिँ कस्तो राम्रो राम्रो फुलहरू देखेँ हैन। कति राम्रो राम्रो फुलहरू बेच्नु ल्याउँदो रहेछ हटियामा पनि हैन। अनि त्यस पछाडि मैले चाहिँ नि त्यहाँ एउटा फुल एन्जेलिना कि के भन्छ नि हो त्यो फुललाई चाहिँ मैले सोधेको 70 रुपियाँ अरे एउटालाई चाहिँ हैन। तर किनकि एन्जेलिना त हाम्रोमै थियो नि त घरमै, त्यही भएर मैले चाहिँ लिइनँ। र म चाहिँ हेर्नु मात्र आएको थिएँ। अनि सो अब अर्कोचोटि आउँदाखेरि चाहिँ म स्योर लानेछु। र कति राम्रो राम्रो फुलहरू रहेछ। तर यस्तो हुँदो रहेछ फेरि अब माथि अब इलाम बजारमा चाहिँ अलिक चिसो हुन्छ नि त। अनि हाम्रोतिर चाहिँ अलिक तल पर्छ, हाम्रो चाहिँ अलिक गर्मी छ अनि अलिक तलै पर्छ नि त हाम्रो चाहिँ। अनि अब माथि हुने चाहिँ फुलहरू चाहिँ फेरि तल हाम्रोतिर चाहिँ फेरि कोही कोही चाहिँ हुँदैन नि त। र अब चिसोमा हुने फुलहरू हुँदैन गर्मीमा। अनि त्यही हो साथीहरू। अनि म चाहिँ हटियामा मात्र आएको थिएँ। र कतिको लाग्दो रहेछ इलाम बजारमा चाहिँ हटिया भनेर चाहिँ हेर्न आएको थिएँ मैले। किनकि म इलाम आएदेखि चाहिँ हटिया देखेको थिइनँ नि त इलाममा लागेको। र हाम्रो ताप्लेजुङमा चाहिँ ठुलै लाग्छ नि त हटिया। अनि इलाममा चाहिँ कतिको लाग्दो रहेछ भनेर चाहिँ म चाहिँ त्यत्तिकै हेर्न आएको थिएँ। तर इलाममा पनि राम्रो लाग्दो रहेछ। अनि म चाहिँ अनि हटिया हेरेर चाहिँ अलिक मास्तिरतिर आएँ। अनि त्यहाँनिर चाहिँ यस्तो चप्पलहरू जुत्ताहरू सबै ल्याउँदो रहेछ बाहिर बेच्नुको लागि। र मैले चाहिँ हेरेँ राम्रो राम्रो चप्पलहरू जुत्ताहरू सस्तो पाउँदो रहेछ। र अब दोकानहरूमा भन्दा अलिकति चाहिँ राम्रो सस्तोमा पाउँदो रहेछ हैन। र फुलहरू पनि धेरै ल्याउनु हुँदो रहेछ सबैजनाले। र हेर्नु सक्नुहुनेछ फुलको बिरुवाहरू कति राम्रो राम्रो छ हैन। र मैले चाहिँ लिइनँ यो बेला चाहिँ। अनि चाहिँ म आएँ माथि अलिक उकालो आएँ। अनि त्यस पछाडि अलिक यता उँधोतिर चाहिँ त्यहाँनिर चाहिँ लुगा पसलहरू छ हैन। र म चाहिँ त्यहाँ जाऊँ कि भने अनि फेरि गइनँ। अनि फेरि म फर्केँ, जानु अल्छी लाग्यो। अनि फेरि एक्लै थिएँ नि त। र अनि फेरि म चाहिँ आएँ। अलिक माथि पनि फुलहरू रहेछ, सिनेरिया फुलहरू अरू क्याक्टसहरू सबै रहेछ। सबै फुलको नाम त मलाई थाहा छैन। अनि यो चाहिँ मिनी मार्केट भनेर लेखेको थियो बोर्डमा, चाहिँ मिनी मार्केट अरे। अनि हेरेँ अनि त्यति बाहिरबाट हेरेँ, भित्र चाहिँ छिर्न। अनि फेरि एक्लै जानु अलिक अल्छी लाग्यो नि त। र अनि म चाहिँ फेरि आएँ। अब चाहिँ म घर फर्किन्छु भनेर अनि घर फर्किनुको लागि उकालो आएँ। म चाहिँ त्यत्तिकै अब बिहिबार हेर्नुको लागि हटिया हेर्नुको लागि गएको थिएँ। अनि थोरै केही सामानहरू पनि लिनु थियो अनि त्यो पनि लिएर आएँ। अनि त्यही हो साथीहरू, यो चाहिँ हाम्रो इलाम बजारको झलकहरू हैन। र धेरै लामो पछि मैले चाहिँ भिडियो हाल्न आँटेको हैन। अनि अब भिडियोहरू आजकल चाहिँ अलिक म बनाउँदिनँ नि त। र हेरिदिनु होला साथीहरू हैन। यो चाहिँ थोरै भिडियो यो इलाम बजारको हटियाको लागि मात्र बनाएको। र हाम्रो इलाम बजार चाहिँ एकदमै सफा क्लिन छ है। र आजको भिडियो चाहिँ यति नै हो साथीहरू है। हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। बाई।